सार्वजनिक स्थलमा एक निर्बल वृद्ध पैदल यात्रुमाथि मुक्काका मुक्का हान्ने यी कारवाला सनक बहादुर। खासमा यिनको नाम पारस बम भएको खुलेको छ, तर यिनको व्यवहार हेर्दा यिनी कुनै सनक बहादुर भन्दा कम लाग्दैनन्। तर यी सनक बहादुरको सन्की स्वभावलाई प्रहरीले ठिक पारेको छ, किनभने एकजना पहिचान खुल्न नसकेका व्यक्तिलाई सडकमै निर्घात कुटपिट गरेको भिडियो भाइरल भएपछि प्रहरीले खोजी तीव्र पारेको थियो। गाडीको नम्बरका आधारमा खोजी गरेको थियो। कसैको कोही हुन्न उसको भगवान हुन्छ भने जस्तै यी पीडितका लागि प्रहरी नै भगवान बनिदिएको छ। सडकमा हिँडिरहँदा कुटपिटमा परेका पहिचान खुल्न नसकेका यी व्यक्तिलाई न्याय दिलाउन नेपाल प्रहरी लागेको छ। घटना सार्वजनिक भएको 24 घण्टा नपुग्दै कुटपिट गर्ने यी कारवालालाई प्रहरीले क्र्यापछ्याप पारेर खोरमा जाकेको हो। सार्वजनिक स्थलमा कुटपिट र गाली गलौज गरेको घटना सार्वजनिक भएपछि जिल्ला प्रहरी परिसर काठमाडौँले यी कारवालाको खोजी तीव्र पारेको थियो। पछि सडकबाटै ट्राफिक प्रहरीले उठाएर काठमाडौँ प्रहरीलाई बुझाएको हो। भिडियोकै आधारमा कारवालालाई पक्राउ गरेर आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ। भिडियोमा सुरुमा बीच बाटोमा गाडी रोकेर यी कारवाला ओर्लिन्छन् र आफ्नो गन्तव्यतर्फ गइरहँदा पैदल यात्रुलाई निर्घात कुटपिट गर्न थाल्छन्। गाली गर्दै दुई झापट हानेपछि अर्की महिला पनि आएर तथानाम गाली गर्छिन् र दुवैजना कारतर्फ लाग्छन्। उनीहरूले कुटपिट गरे पनि कुटाइ खाने व्यक्तिले कुनै प्रतिवाद गर्दैनन्। भिडियो खिच्दै गरेका व्यक्तिले भने नकुटेर सम्झाइ बुझाइ गरेको भए राम्रो हुने थियो भन्छन्। तर पैसाले मातेको सन्की र दम्बी कार चालकलाई यस्ता ज्ञानगुणका कुराको के प्रभाव। निर्बल वृद्ध व्यक्ति देख्यो कुटिदियो। अहिले उसको हानेको दुई झापट आफैलाई महँगो परेको छ। जिन्दगीमा यसअघि प्रहरीको खोर कस्तो हुन्छ भन्ने थाहा नभएको भए पनि यसपटक राम्रै थाहा पाउनु भयो होला यी महानुभावले। सार्वजनिक स्थलमा कसैलाई कुटपिट गर्नु र गाली गलौज गर्नु जघन्य अपराध हो। कुटाइ खाने व्यक्तिको कुनै गल्ती थियो भने उसलाई कानुनी बाटोबाट सजाय दिन सकिन्थ्यो। सार्वजनिक स्थलमा कुटपिट गरेर यी कारवालाले कानुनी राज्यकै धज्जी उडाइदिए। कानुन हातमा लिनु आफैमा दण्डनीय अपराध हो। बल छ, पैसा छ, पावर छ भन्दैमा जसले पनि मान्छे कुट्दै हिँड्न थाल्यो भने त यी कारवालालाई पनि कसैले यसै गरी एक दिन नबजाउला भन्न सकिन्न। कसैले यसै गरी सार्वजनिक स्थलमा मुक्काका मुक्का दियो भने के गर्दा हुन् यी व्यक्तिले, प्रश्न सूचनीय छ। कारमा हिँड्ने विद्वान महाशयलाई यति त हेक्का हुनुपर्ने हो।